आज चाहिँ म कुमाई गाउँपालिका आफ्नै गाउँतिर लागिरहेको छु साथीहरू। यो चाहिँ कुमाई गाउँपालिकाको तल यो के भन्छ शिवदवान तिल्के साइडतिर मैले खिचेको अहिलेको अवस्था। यहाँ चाहिँ यो बारीको रुखहरू चाहिँ र यहाँ चाहिँ धेरै सफलको रुखहरू छ। यो पारिपट्टि चाहिँ लुम्फाबुङ हो। ल हेर्नु होला साथीहरू, यो चाहिँ रानीगाउँ कुमाई गाउँपालिका रानीगाउँपट्टिबाट खिचेको हो। यो पारिपट्टि चाहिँ लुम्फाबुङ यस्तो छ अहिलेको अवस्था। साथीहरू अहिले चाहिँ हामी माथि आइपुगिसकेका छौँ। अहिले चाहिँ कस्तो राम्रो नै निकाल्न सकिनँ। ल यो पारी चाहिँ अघि भनेको थिएँ नि मैले, यही लुम्फाङ एरिया हो। अब यता के भन्नु हौ, यस्तो छ है हाम्रो अहिले चाहिँ हामी तिल्के अलि माथि आइपुगिसकेको अवस्था हो। यहाँ चाहिँ यसो बस्ने ठाउँ माथि एरिया कस्तो यो यस्तै छ है भ्यू हाम्रो कुमाई गाउँपालिका। यता चाहिँ रानीगाउँ साइडतिर यो के भने कुमाई 4 अहिले चाहिँ खेतीबाट यासोसम्म चाहिँ पिच भइसकेको अवस्था छ। हेलो साथीहरू, अहिले चाहिँ तिल्के माथि आइपुग्यौँ। यस्तो छ अहिले चाहिँ असारतिरको अवस्थामा चाहिँ यस्तो हरियाली भइराखेको छ। हाम्रो गाउँ यो चाहिँ रोडको छेउछेउमा घरहरू। यो चाहिँ तिल्के स्कुल, राम्रो देखाउन सकिनँ, हल्का फुल्का मात्र देखाउन सके साथीहरू। तिल्के स्कुल है यो चाहिँ। यो चाहिँ यता तिल्के माथतिर के भन्छ यो देवीथान आउनु आँटेको। यो चाहिँ के चोक अरे, के चोकको नामै बिर्सियो। यो चाहिँ सिधा यहाँ देवीथान भन्छ। यो चाहिँ यहाँ चाहिँ देखाउन सकिनँ होइन, माथिल्लो साइडतिर पर्छ साथीहरू। केवल पुग्न लागेको अवस्था है साथीहरू। म अब मन्दिर चाहिँ यति राम्रो खिच्न देखाउन सक्दिनँ होला, जति सकेसम्म खिच्छु है साथीहरू। गाडीमा हिँड्दाखेरि त्यो अवस्था है उनीहरूलाई देखाइरहेको छु। यो चाहिँ भन्छ सेलिङ मन्दिर चाहिँ देखाउन सकिनँ। यसको अपोजिटतिर छ बालकन मन्दिर। यो चाहिँ हाम्रो टिङ्गेन माथितिरको जङ्गलहरू हो। पारी
साथीहरू फाइनली हामी चाहिँ अब 3 दिन पुग्न लागेको अवस्था अहिले यहाँबाट यस्तो छ यता माथि चाहिँ 3 दिन डाँडा यहाँ माथि चाहिँ चोलुङ पार्क पनि छ 3 दिन बजारदेखि लगभग 10-15 मिनट जति लाग्छ उकालो यो एरियामा चाहिँ बनेको छ एकदम यस्तो रमाइलो ठाउँ छ यस्तो रमिताने ठाउँ चारैतिर देखिने ठाउँ छ साथीहरू हामी चाहिँ अब 3 दिन बजार पुग्न लागेको अवस्था अहिले यहाँनिर साथीहरू यहाँ चाहिँ धेरै बोट बिरुवाहरू छन् सुन्तोलाको बोटहरू हल्का मकैहरूको अवस्था यस्तो छ मकैहरू पनि राम्रो रहेछ यो चाहिँ पहिला पनि थियो यो घर अझै पनि त्यसै रहेछ जस्ताको जस्तै अब चाहिँ बारी यहाँबाट चाहिँ यासक बजार पनि देखिन्छ यहाँबाट चाहिँ कुमाई कुसाएको डाँडाहरू पनि देखिन्छ राम्रो भ्यू यहाँबाट फाइनली 3 दिन बजार पनि आइपुगे साथीहरू यस्तो छ तल्लो साइड 2 लाइनमा बनेको छ यो बजार एक साइडको चाहिँ म अहिले खिचिरहेको छु अब साइडको साथीहरू अहिले चाहिँ 8 नम्बरतिर अवस्था एकदम स्पिडमा जाँदैछ अझै 3 दिनदेखि अलिक पर 8 नम्बर एरिया हो माथिल्लो टोल भन्छ साइड स्कुलबाट यो चाहिँ राखेको अवस्था बाँकी छैन बारी मेलबोटै देखिराखेको छ सराङ फलनन्द गाउँपालिकाको एरिया पनि देखिन्छ यहाँबाट हल्का फुल्का साथीहरू यो चाहिँ फाइनली रानी हो कुमाई गाउँ 4 नम्बर हो गाउँपालिका चाहिँ सुन्तोलाको बोटहरू चाहिँ बाटोमा चाहिँ प्रायः यहाँ चाहिँ देखिन्छ यसरी तलतिर सुन्तोलाको बोटहरू यी सब यस्तो देखिरहेको छ है सायद मन्दिर चाहिँ देखिरहेको छ सन्देशको घर पनि निकाल्दैछु फाइनली साथीहरू साथीको घर यहाँ हो साथीहरू
नम्बर लाने नम्बर एरिया यहाँ माथि एउटा देवीथान हो यो एरिया यहाँ देवीथान एउटा खोलाको बोटल यहाँ तल एउटा पोखरी पनि फाइनली साथीहरू यो हामीले सानो पढेको स्कुल यही हो साथीहरूलाई पढ्नुभएको स्कुल यो चाहिँ रानी गाउँ र मैले यो तल्लोपट्टि यहाँ एरिया पनि खिचेँ यहाँनिर एकदम पहिलाको याद दिलाउने खालको यहाँनिर यो ठाउँहरू चाहिँ हामी स्कुल आउँदा बर्को बोट पहिल्यैदेखि यस्ताको जस्तै छ साथीहरूको साइड नजिकबाट देखिनेछ साथीहरू यो रुखहरू पनि कति ठुलो भएछ है यसैले यो पुसाइ फाइनली पुसाइ डाँडा चाहिँ यो तल हो मन्दिर चाहिँ यहाँ बिचको चाहिँ बजार हो यहाँको